हेलो हेलो साथीहरू सबैजनालाई दर्शन नमस्कार अनि सन्चै आराममा हुनुहुन्छ होला। आजको चाहिँ यस्तो छ मौसम हेर्न सक्नुहुन्छ हजुरहरूले पनि घाम लागिरहेको छ, हल्का हल्का बादल पनि गरिरहेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। पुरा मौसम पनि यस्तो भइरहेको छ। म चाहिँ बजार जान लागेको बाटोमा जाँदैछु। म बजार चाहिँ पुरा यहाँको दृश्यहरू पनि देख्न सक्नुहुन्छ। पहिला यहाँ घर थियो, अस्ति 15-20 दिन पानी आएको थियो नि, त्यति बेला पानी आएको बेलामा यहाँको पत्राङ्गहरू सबै उडाएर लगिदियो अनि भत्काइदियो। पहाडीहरू डाँडाकाँडा देखिरहेका छन्, हरियाली डाँडापाकाहरू धेरै नै राम्रो छ। बाटो त उयो नेपालको जस्तै कच्ची गन्द्राम र गुन्द्रुम गर्दै जाने हो। बाटो चाहिँ यतातिर प्लास्टर छैन, नेपालको जस्तै छ। दायाँबाट कुडै कुडा, बिचमा रोड छ त्यस्तो। अनि पहाडीहरू डाँडाकाँडा देख्न सक्नुहुन्छ। हल्का बाटोमा हिँड्दाखेरि मोबाइल हल्लिहाल्यो। यदि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, केही अब सुझाव सल्लाह दिन सक्नुहुन्छ हजुरहरूले मेरो भिडियोमा। केही कमी कमजोरी भएको छ भने यो क्यामेरा त हल्लिहाल्यो है। अब बाटो चाहिँ यस्तो छ, नेपालको जस्तो गन्द्राम र गुन्द्रुम प्लास्टर छैन बाटो, त्यही कारणले नि मोबाइल धेरै हल्लियो भिडियो बनाउँदाखेरि। म चाहिँ आधा बाटोमै छु, अझै बजार पुगेको छैन। बजारको आसपास पुगिसकेको छु। म चाहिँ सामान लिन गएको थिएँ। म सामान लिएको टाइममा भिडियो देखाउन सकिनँ। म चाहिँ घर वापस आइसकेको साथी हजुर। बजार गएर पनि म बजारको भिडियो हजुरहरूलाई देखाउन सकिनँ, त्यसमा म आइएम सरी भन्न चाहन्छु। मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्छ अनि सुझाव सल्लाह दिन चाहिँ नभुल्नु होला भन्छु। पानी हालेर यस्तो बादल लगाइरहेको छ, अँधेरो अँधेरो भएको छ, कालो कालो भइरहेको छ बादलहरू पनि हजुरहरूले देख्न सक्नुहुन्छ। पहाडी चाहिँ गाई अनि भैँसीहरू चराइरहेका छन्। मान्छेहरूले क्या दामी छ हजुरहरूले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ काम चल्दैछ, के चल्दैछ त्यति त थाहा छैन मलाई। त्यहाँ चाहिँ पानी आएर निक्लेको बादल लगाइरहेको छ। पानी आएर अँधेर अँधेर भइरहेको छ। उता बारीतिर पानी आएको छ, यतातिर चाहिँ बन्द भएको छ। त्यो बारी चाहिँ सेतो मन्दिर हो।
यतिन्जेल मेरो भिडियो हेरेर साथ अनि सपोर्ट दिनुहुनुलाई धेरै धेरै धन्यवाद भन्दै म आजलाई छुट्टिन जान्छु। आगामी दिनमा फेरि आउनेछु। बाई बाई साथीहरू।